गर्थ्यो आज त्यही भयो अब आफ्नो पापको सजाय भोग्न तयार हो यसमा तेरै गल्ती छ आफ्नो मान मर्यादा इज्जत सबै त्यागेर एउटा सुकुमासीसँग त मुख कालो गर्दैछ सरेन्डर गर मेरो लागि कानुन भन्दा ठुलो केही पनि छैन आमा यसले के भन्दैछ यतिखेर हाम्रो घरमा मेरो छोरी रक्षा होइन इन्सपेक्टर रक्षा आउनु भएको छ इन्सपेक्टर साहब सजाय दिनुहोस् यो पापीलाई मैले सब तेरो भविष्यको लागि गरेको मलाई भाग्न दे नत्र म आमालाई मारिदिन्छु नातावाद कृपावाद र रगतको नाता केही पनि चिन्दिन यो पनि एउटा परिवर्तन हो